यो साउको छोरी हो, म गरिबको। मेरो नातिहरूले यो साउको छोरीलाई के गरी फकाइदियो बाजे भन्दैछ आज मेरो नातिहरूले। उहाँ चाहिँ साउको छोरी, तपाईँ एउटा गरिबको छोराले विवाह गर्न है बुवा? हामी त्यस्तो कसरी सम्भव भयो नि बुवा? यहाँ मेरो बाजेले यहाँ मेरो दिदी भन्थे माइजूलाई, मेरो बाजेले धेरै नुन जाँदाखेरि त्यो पहिलाको जमानामा धेरै सहायता गरेको थिएन। उनी तरुणसित बोलेको, मेरो माइजू एक्लै गएको रहेछन् र त्यो बाटोमा दुःख काट्दाखेरि धेरै सुख कातार लिएको रहेछन् र मेरो बाजेको भाडा तिर्छु भनेर उनको छोरी दिएको सर मलाई त्यस्तो गरी लिएको। खुसी हुनुहुन्छ अहिले? खुसी त्यस्ता गरी लिएको। जीवन साथी भनेको के रहेछ खास? जीवन साथी त खै कोले पत्ते बोलाएर जीवन साथी भन्ने त जीवन साथी छैनन् भने त सुनको छाना पनि काम लाग्दैन, सन्देशको पैसा बगारेको दिएर केही काम लाग्दैन। यो जीवन साथी जतिको ठुलो कुरा त केही पनि छैन। मैले त्यत्न भन्छु, आज गरिब हुने धनी हुने ओली भाँति मैले चोरेको त्यो टुरा भएको त्यति बेला चोरेको भए मैले धाँटेको भए आज चोर भन्ने थिएँ, आज धाँट भन्ने थिएँ, आज कसा गरी हिँड्ने थिएँ। तँलाई नचोरेको त्यसले जातिबिटी दुःखै परे पनि सधैँ तद्धै बोली सधैँ तद्धै गरी खाइस भनेर हजार मान्छेहरूले धेरै राम्रो धेरै सेवासीको कुरा गर्छन्। त्यस्ता कुरा गरेर बाँच्यो बस्यो हजुर। अब त गयो के अरे जीवन। कति वर्षमा बिहा भयो रे आमा? 18 वर्षमा। तपाईँ 18 वर्ष, आमा चाहिँ 18 वर्ष। एकै साले। हामी तल माथिको यता त्यता होइन। 6 महिना जस्तो छन्, म 6 महिना काम छु। गीत गाएर ल्याउनेको हो कि मागेर? आमाले दिएको। आमाले नाना भाजी हो भाबी न साइनो थियो त बेजे दुःख पाएको मेरो सन्तान पनि र आमाले दिनु भएको। आमाले दिनुभयो। आमाले दिनु भएको। खुसी भएर आउन बाला पाएपछि। हेन्डसम हुनुहुन्थ्यो साना, राम्रो हुनुहुन्थ्यो। सबले राम्रो लाग्यो हेर्दा बित्तिकै आमालाई लाग्यो हजुर। आफ्नो यो जीवन साथीमा यसो लेखालाई नभए पनि त्यस्तो हुने थिएन, लेखाले जोडायो। यो सब माथिबाटै लेखेर आएको हुन्छ क्या। ठिक छ, बवाल छ बाजु बजाइको जोडी।